सत्रको पटनाली भन्ने ठाउँमा आएका छौँ। यहाँ हाम्रो जो संस्कृति जोगाउनका लागि चाहिँ उहाँहरूले पुर्खादेखि चलिआएको एउटा रीतिरिवाज परम्परा चाहिँ हामीले यसरी चाहिँ मनाउने गरेका छौँ। सबैको आफ्नो आफ्नो जात जाति र वेशभूषाको हुन्छ र उहाँहरूले चाहिँ आफ्नो तरिकाले चाहिँ यो जुन पुर्खाले गरिआएको रीतिरिवाजलाई मान्दै आउनुहुन्छ। एकदमै खुसीको कुरा हो। हाम्रो आउने पुस्ताले पनि यसरी नै सिक्नुपर्छ, बुझ्नुपर्छ, जान्नुपर्छ भन्ने हो। र उहाँहरूले चाहिँ यो के चिज हो हजुर? यस्तो यस्तो भन्छ हजुर यो हाम्रो अब हुनु त हाम्रो कुलुङ जातिको हैन, हजुर कुलुङ जातिको हाम्रो कल्चर हो। हाम्रो महाकुलुङमा त त्यस्तै अब बजेट छुटेर आएर उनीहरूले यस्तै बब्बेसात गर्नुहुन्छ। हजुर हामी अब महाकुलुङकै हुनु त होइन, सोलुखुम्बु महाकुलुङकै हो। तर हामी सोलुखुम्बु हजुर सोलुखुम्बु हामी अस्तिको दिन मात्रै गएर त्यहाँको कार्यक्रम हामीले भव्य सभ्य तरिकाले गरेर चाहिँ कार्यक्रम गरेर आएको हेर्नु। एकदम राम्रो ठाउँ, एकदम विकसित पहाडको चाहिँ यो पूर्वी जिल्लामा चाहिँ सबैभन्दा विकसित देश के अरे ठाउँ लाग्यो हामी, किनभने हामी अस्ति गएर आयौँ। हाम्रो चाहिँ त्यहाँदेखि महाकुलुङ एउटा गाउँपालिका नै महाकुलुङ गाउँपालिका नै छुटाएको छ ज्यू। त्यहाँ सदरमुकामदेखि तपाईँको 5-6 घन्टाको बाटो हो महाकुलुङ पुग्नुलाई। त्यही भएर हामी कुलुङ जातिको यसो यहाँ हाम्रो धरान सत्र पटनालीमा हामी त्यस्तै 45-46 गर्छौँ यो पटनालीभित्र होइन। अनि त्यही भएर हामी पनि कुलुङ जातिको एउटामा देउसे भैलो खेलेर पनि जसरी भए पनि यसो आफ्नो परम्परा रीतिरिवाज चाहिँ मान्नुपर्छ भन्ने जोगाउ देखाऊ यसो आउने पुस्ताहरूलाई। हामी त अब पहाडमा सोलुमा अब देखेको कुरा थोरा होइन। हजुर हामी पनि अब यसो आउने पुस्तालाई देखाइराखौँ भनेर हामी पनि यहाँ भएको छ। त्यही भएर यहाँ हाम्रो यो जस आसोस कार्तिकको दसैँ अलिक कम्ती मान्छौँ। हाम्रो यो पुष 15को चकचकोर हाम्रो देवी गाउँमै सल्लाह भएर 50 सालको हाम्रो पुर्खाहरू भेला भएर अब हाम्रो पुष 15मा सबै कुलुङ जातिले चाड मान्ने भनेर हाम्रो सल्लाह भयो पुर्खाहरूको। त्यहाँदेखि पुष 15को दिन चाहिँ हाम्रो यसो टिका लाउने चलन त्यस्तो गरिरहेको छौँ। ठ्याक्कै हजुरहरूको त्यो आज के लोसार पनि हो नि त होइन? ठ्याक्कै मिल्दो रहेछ तमु लोसार। हजुर तमु लोसार। त्यही भएर हामी यस्तो भेला भएको छौँ। हाम्रो अब सबैजना साथीभाइ भेला भएर हजुर यो अक्षताहरू अनि यो हाम्रो चेलीबेटीले यसलाई चिन्दो वा बम भन्छ। हजुर वा बम पनि भन्छ, चिन्दो यस्तोहरू, यस्तो फुर्काहरू यो अहिले अब यसो माइतीहरूलाई यसो लगाइदिने एउटा सम्मान। हजुर हजुर उहिले त पाहाडमा के थियो, चेलीहरूले यस्तो बनाउने, माइतीले चाहिँ यस्तो काहीँ हो काठको काहीँ हो बनाउने अनि त्यस्तो साटासाट हुन्थे उहिले। त्यही भएर उनीहरू त्यसको सम्झनामा अब चेलीहरूले भरे माइतीहरूलाई यसो लगाइदिने विचार गर्नुभयो हो। यो हाम्रो यो जेम्टा हजुर यो जेम्टा हाम्रो भूमि पूजातिर पनि यस्तो चलाइन्छ होइन। अनि हाम्रो भूमि थान यहीँ छ, त्यस्तै हाम्रो पनि यो भूमि पूजामा चलाउने यो जेम्टा हो। अनि यिनीहरू अब उहिलेको हाम्रो पहिलेको बाजेहरूले चलाउनु भएको यो लोटाहरू भयो हेर्नु नि। यो पहिले यो चाहिँ के चिज हजुर? उहिले अब यो चाहिँ के भयो भने उहिले नि पुर्खाहरूले दही मही उगाउने डाडु डाडुहरू एकदमै यो पुर्खाले चलाउने चाहिँ चलाउनु भएको यो हाम्रो पहिलेको पुस्ताहरूको हो। अनि यस्तै यो मही पार्दाखेरि मदनी त्यो के अरे बुर्रा भन्छ, मुर्रा चाहिँ अर्को यस्तो लामो हुन्छ त्यस्तो हो। अनि यो पनि हाम्रो पुर्खाले यस्तो बुनिन्थे। अब थोरा अहिले धेरै लोप भइसक्यो होइन, लोप भइसक्यो। यस्तो कुपीको पनि अब यस्तो टुकी बत्तीको लोप भइसक्यो। टुकी हो यो, टुकी बालेर पढेको पढेको पनि हो। यही भएर पढ्नु उहिले पाइएन। हामी त यही बालेर यसो धोको नाम ल
फुल बुनिन्थे त्यस्तो काम चाहिँ गरिन्थे हैन हाम्रो पालोसम्म चाहिँ अहिलेसम्म चाहिँ अब थोडा थोडा बुनिन्छ यो त ठेकी हजुर यो कठुवा भन्छ यो दारको हुन्छ दार काठको हुन्छ यो चाहिँ अब हाम्रो प्राय हाम्रो बिहे कार्यमा कुलुङ जातिको बिहे कार्यमा यो कलिया हाम्रो भाषामा चाहिँ टुकुनी कलिया यसो पक्रिँदाखेरि चाहिन्छ अनिवार्य यो हाम्रो सिम्दो हो यो अनिवार्य चाहिन्छ वाबुम त्यो त भैँसीको सिङ अर्ना भैँसीको सिङ यो हाम्रो भूमि पूजा भोलिपर्सि उभौली हुन्छ त्यतिखेर यस्तो बजाइन्छ बजाउनुहोस् हजुर अर्ना भैँसीको सिङ यो हाम्रो अब पुर्खाको बुखो हाम्रो भाषाबाटै बुखो भन्छ कालो हो यो वाबम सोलुबाटै हाम्रो सोलुकै हो सोलुखुम्बुबाटै ल्याउनु भएको नमस्ते हजुर यो अल्लक हो हजुर फाटी यो कुनै नामिसाको फाटी यो सिस्नु बाङ्रे सिस्नुको हजुर यो आमाले अब बुन्नुहुन्थ्यो अब नपाइसक्यो हाम्रो अब सोलुबार खासै यतातिर यसको बोट पनि पाइँदैन यो सोलुबार हामीले जारेको हो यो चाहिँ भाङ्रे सिस्नुको है सबै यो हाम्रो मेयर साहबले भन्नुहुन्छ सबै जमिनबाट माटोबाट उत्पादन भएको भन्नुहुन्छ यो चाहिँ हाम्रो जेमा पनि चाहिन्छ कि हाम्रो मुद्दुम अब यो के भन्छ हाम्रो घरमा पूजाहरू गर्दा पनि यही चाहिने हजुर अनि यो के भन्छ देदाम सबैभन्दा ठुलो देदाममा पनि विशेष यही चाहिने हो मरो परोमा नहुने चाहिन्छ घरको हाम्रो घरको जुन चाहिँ हुन्छ नि घर पैँचो त्यतिखेर नि यो अनिवार्य चाहिन्छ अनि मर्दा पर्दामा चाहिन्छ सबैमा यो चाहिने भएर हामी सोलुबारै जारेको यो तपाईँको यो एक थान बराबर तपाईँको 8,000 पर्छ एक थान बराबर है 8,000 महँगो रहेछ नि धेरै अनि यो जात पाइँदैन माथि लेकमा पल्लोको काटेर अनि त्यो केलाएर पकाएर अनि उसिनेपछि फेरि धारा के अरे खोलामा धुएर फेरि पहिले कलर लाउनु पर्छ यो माटोको धेरै मेहनत छ कि त्यही भएर महँगो परेको माटोमा सबै चिज माटोमा छ भन्नु हजुर पनि माटोमै छ सबै माटोमा छु माटोलाई माया गर्नुपर्छ हजुर सबै माटोमै हुनुपर्छ नि त होइन चुनाव भयो सबै थोक माटोमै हुनुपर्छ माटोमा हो हजुर ए उत्पन्न सबै माटोमा भएको नि त अहिले माटोमा यसको बुट्टा हो अहिले धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ ज्यूले पनि माटो चिन्ह लिनु भएको छ चिन्ह लिएर उठ्नु भएको छ हामी सबै खुसी छौँ होइन उसको सपोर्टवाला नै हामी पहिलेदेखि श्रमदानमा हामी लिइरहेकै हो यस्तो रहेछ ल साह्रै राम्रो उहाँहरूको चाहिँ थुम्से हो हाम्रो भाषाबाट चाहिँ कुलुङ भाषाबाट तोई भन्छ यो चाहिँ विशेष केमा चाहिन्छ भने यहाँनिर हाम्रो भूमि पूजा गर्छौँ नि यहाँ भूमि पूजामा चाहिँ सामानहरू बोक्ने प्रत्येक यसमै चाहिन्छ अनि त्यस पछाडि मरोपरो हुँदा पनि अब कुनहरूको आफ्नो आफ्नो रीति हुन्छ कुनैले यसमा पनि लासहरू बोकेर संस्कार दाह संस्कार गर्ने चलन पनि छ कि त्यही भएर अब यो चाहिँ नभए अनि अरू त अब त्यस्तै हो यिनीहरू भनिसक्नु भयो हजुर उहाँले भन्नुभयो हजुर एकदमै आफ्नो रीतिरिवाज परम्परा जगाएर राख्नका लागि चाहिँ आउने पुस्ता पिँढीको लागि पनि किनभने चिनाइराख्नुपर्छ सिकाइराख्नुपर्छ भन्ने यो हो आफ्नो रीतिरिवाज परम्परा हराउनु हुँदैन भन्ने हो यो भनेको यो जुन संस्कृति भनेको चाहिँ एउटा करोडौँ अरबौँमा पनि किनेर नपाउने चिज हो त्यसो भएर उहाँहरूले आज पुष 15 को दिन चाहिँ यसरी आफ्नो मौलिकताको चाहिँ परम्परा अनुसारले गरिराख्नु भएको छ मनाइराख्नु भएको छ
धोबेलाई चाहिँ के भन्छ साथी ठुलो कुराबाट त्यस्तोलाई के भन्छ हुन्छ नि यता हाम्रो सरहरू हुनुहुन्छ ल हामी चाहिँ आज घुम्दै घुम्दै आउँदाखेरि हाम्रो मेरो सम्झेज्यूसँग चाहिँ यसरी भेट्यौँ। उहाँहरूको आफ्नो संस्कृति मौलिकताको परम्परा मनाउने चाहिँ ठाउँमा जाउँ भन्नु भएर लिएर आउनुभयो। खुसी लाग्यो जोस् रमाइलो। ल है हजुर यति नै देखाएँ हाम्रो सेवा सबैलाई है ल है